Hey guys, welcome to my vlog. आज चाहिँ हामी चाहिँ चितवन 20,000 ताल जान लाग्यो। आज चाहिँ हामी सिब्लिङ्सहरू मिलेर जान लाग्यो। आजको मेरो आउटफिट चाहिँ यो छ। अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। आज सर्ट एन्ड स्विट भ्लग आउँछ गाइजहरु। हजुरहरुले हेरेर इन्जोय गर्नु होला। ओके हाम्रो फुल हेर्नु न। अनि यहाँ चाहिँ रोज व्हाइट रोज कोपिला लागेको छ। जहाँ चाहिँ रेड रोज। अब चाहिँ हामी तल घर जानुपर्ने हुन्छ। तल चाहिँ स्कुटी छ। तल स्कुटी चढेपछि चाहिँ अब हामी जान्छौँ। यहाँ चाहिँ हुन्छ हाम्रो दिदी मोडल जस्तै खेयार। ओके गाइस हामीहरु चाहिँ नारायणघाट जाने चितवन जाने बाटोमा आइसकेका छौँ। अब बाटो हुँदै जान्छौँ। त्यो 20,000 ताल चाहिँ चिनेको छैन। त्यही लोकेसन हेर्दै जानुपर्ने हुन्छ। अनि आशा गर्छु हजुरहरूले मन पराइदिनु हुन्छ होला। अर्दै के भन्ने अब दाइ र बहिनी चाहिँ पछाडि छ। पछाडितिर हामी त अगाडि यस्तो स्पिडमा मोबाइलले हल्ले अगाडि रहेछ तिनीहरू। दाइ र बहिनी चाहिँ यहाँ अगाडि छ। हामी चाहिँ अब बाटो हिँड्दै जान्छौँ। त्यस्तै छ लोकेसन। आएको अब यस्तै हुन्छ। यो बाटोमा चाहिँ अलिक बनाउन मिल्दैन। अब डाइरेक्ट त्यहाँ जाने भन्दा अगाडि चाहिँ त्यहाँ आउँछु होला गाइजहरू। मेरो नेकलेस चाहिँ यस्तो भइरहेको छ। हामीले खाजा साजा लिएको कपाल पनि के हो भइसक्यो। फाइनली गाइस हाम्रो खाजा साजा आइसक्यो। कपाल साजा जगर्टे गाइजहरू यहाँ टिकट काट्नुपर्ने रहेछ। हाम्रो टोटल चाहिँ 150 भयो स्कुटी जोडेर। एकजना मान्छे कसको साथीहरू नि रहेछ कमेन्ट गर्ने कसको साथी। गाइस हामी चाहिँ टिकट काटेर निस्किसक्यौँ। अनि यहाँ साइडमा जस्तो
खोला रहेछ सफारी पार्क सफारी जङ्गल चढे जस्तै हुँदो रहेछ यहाँ चाहिँ जङ्गलको बिचमा पोखरी हेर्न जानु लागेर छ वैसे धुलो उड़े है भाइ टोपीलाई चाहिँ होला होइन त्यही भएर निकालेको गाइस हामी चाहिँ 20,000 ताल आइसक्यौँ तर यहाँ एउटा मात्र ताल छ यहाँबाट चाहिँ अब जानुपर्ने हुन्छ हामीले टिकट काट्यौँ अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ कति गरिम भएको है के ऐना देखाउँदै त्यो क्यामेरा खोलेर हैन मान्छेको पो देखाउने ओ खुसी पनि आउने गाइस हामी चाहिँ आइसक्यौँ यहाँ अनि यहाँको दृश्य चाहिँ कस्तो छ भन्दाखेरि हजुरहरूले देखाउँछु दृश्य खतरा है दामा अब उतहरु पुरा वाउ कति राम्रो देखेको है वाउ साच्चै कति राम्रो छ त्यो पहिला त त्यस्तो चलाउने कुरा नि थियो अरे त्यहाँ चाहिँ टन्ने मान्छे आछन् मान्छे फोटो खिचेछन् कोही हेरेछन् तर यहाँबाट चाहिँ खतरा देखियो अरे हो यहाँ ऊ त्यहाँ बस्न मिल्ने कि त्यो अङ्कल बसेको ठाउँमा यो अङ्कल बसेको ठाउँमा प्लिज अब हामीलाई पाल प्लिज ओ यहाँबाट त खतरा देख्यो गाइस अब हामी चाहिँ ऊ त्यहाँको गोलो घरमा जानु लाग्यो देखेको छैन होला तर हामी त्यहाँ पुगेछौँ देखाउँछौँ कस्तो गरिम भयो गाइस 20,000 ताल खुसी यता त यहाँ हेर्न हामी चाहिँ यो बाटो हिँड्दै आयो अब यो घरमा बस्छौँ के हो यो गोलो घर हो कि के हो च्याप्टा घर हो कि गोलो घर हो माथि जाने हामीलाई चाहिँ अघि नै चाहिँ रमाइलो भएको थियो अनि यो टावरमा बसेदेखि चाहिँ कस्तो गर्मी जस्तो भयो इरिटेट लागिसक्यो अब फर्किनु लाग्यो यस्तै छ भ्यू गाइजहरू अब हामीलाई गर्मी भयो अब हामी जान्छौँ घरतिर भिडियो त हेर्न मन लाग्यो नि नलाग्ने होला क्या बोला तूने देख्दैन नि त गाइज अब चाहिँ हामी यहाँ गएर बस्नुपर्ने हुन्छ यस्तो देखेछु नि कस्तो छ ओ के हो र चिप्लो है यहाँ म त यहाँ बस्छु टाउको दुख्यो अब त ए हो यहाँ पनि होइन गाई चाहिँ अब हामी यहाँ बस्छौँ जाने रहेछ कि जाने ठाउँ बस्नु पर्दो रहेछ है हामी त्यहाँ गयौँ है बेकार त्यो गोलो घरमा केही रहेछ यस्तै हो पसिना नि आइसक्यो
यहाँ बरु कमलको फुल हुन पर्ने के ए सरी कुरकुरे निकाल त गाइज हामी चाहिँ यो 20,000 तालबाट चाहिँ निस्किसके अब चाहिँ कहाँ जाने भन्दा पानीपुरी नखाने उतै गएर खाऊँ अब हामी चाहिँ निस्केको अब कहाँ जाने अब पानीपुरी खान जाने होला अब पानीपुरी खान जान्छौँ हामी त्यसपछि यस्तै छ भ्लग राम्रो नराम्रो हेर्नु होला अब हामी यसरी नै हिँड्दै जान्छौँ पछाडि चाहिँ दाइ र बहिनी आउँदैन अनि अगाडि चाहिँ हामी मजाले लाइभ ब्राइटनेस कस्तो क्यामेरामा A whisper caught in the wind. I see her boots at the corner cafe. यतातिर कति गर्मी हो 20,000 ताल भन्ने ठाउँको कति She's chasing skies I've never named while I stay in my lane. There's something in the way she moves, keeps pulling at my गाइज हामी पानीपुरी खाएनौँ हामीले चाहिँ अब किमा नुडल्स खान आएको सिङ्गल पिस मैले खाइदियो बनाएर सिङ्गल पिस रे एउटा मात्र हुन्छ अरे यो दाइ भर्ती भइसक्यो भर्तीको लागि गर्छ त्यो गर्छ त जस्तो भन्थ्यो यिनीहरूले एउटा मगाइदिनु अरे जम्बो चिज हो के भनेर खानु म त खान्न म नि खान्न म एक सर्ट हान्छु तर त्यस्तो खानु ल मलाई खुसी लाग्यो के अरे एक सर्ट हाल्छु एकचोटि मात्र गाइज त्यसको टाउको दुख्यो मेरो हेर्नु हो मगाउन त मगाउने अनि के मलाई चाहिँ माउन्टेन ड्यू मगाउ तिमीले नि हाल्छौ स्लाइस खानु स्लाइस ए नरहेछ फेन्टा हाल्नु 85 लाइक अघि 85 लाइक खै वा भन त के रे एउटा कोक अनि एउटा ड्यू ल्याइदिनु है के स्प्राइट खानुपर्छ फेन्टा ल्याइदिनु एउटा फेन्टा एउटा कोक एकछिन है तिमीले के खाने हो त्यो उस ल्यान चल्छ तैँले के खान्छस् चिसो के खान्छ मैले रेस्ट अफ स्प्राइट अनि एउटा स्प्राइट हाम्रो लाफिङ आयो गाइस चियर्स गाइस हामीले खाजासाजा खाइसक्यौँ अब चाहिँ फेस वासहरू लिन जान छ लिएर अनि घर जान्छौँ अनि आजको दिन यस्तै भयो आजको भ्लग पनि कोही खिचे कोही नखिचे होइन फाइनली गाइस हामी चाहिँ कस्मेटिक पुगेर नि फेस वास लिएर अब घरतिर जान लाग्यो अब आई होप यु गाइस लाइक माई भिडियो यदि मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला